गुण्डा करायो, गृहमन्त्री डरायो लगायतको नाराहरू जेन्जी पुस्ताले दिएको छ। सरकारले हाम्रो माग नसुनिरहेको अवस्थामा सिमरामा पनि त्यो तरिकाले एउटा विद्रोह गर्दाखेरि चाहिँ एउटा राम्रो भयो। डाक्टरले हेर्नुपर्ने प्रिपकेसन आज सडकमा राखेका छन् जेन्जी पुस्ताले। यो आवाज कसले बोल्दिने? सरकार आन्दोलन सरकारले जे तोक्यो त्यही हुन्छ त। आन्दोलन गर्ने हामी, सरकार पाल्ने हामी। केपीओलीलाई भन्दा पहिला म सुशीला कार्कीलाई सन्देश दिन्छु। अब यदि आन्दोलन भयो भने कुनै पनि सरकारी सम्पत्ति जल्दैन। जल्छ त भ्रष्टाचारीलाई बचाउनेका टाउका जल्छन्, भ्रष्टाचारीलाई बचाउनेका घर चल्छन्। केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हट्यो, उसले आफ्नो प्रतिनिधिहरू चाहिँ यो सरकारमा पठायो। जहाँबाट यो सुरुवात भएको थियो आज जेन्जी पुस्ता त्यहीँ बसेको छ। छानबिन समितिमाथि विश्वास छ कि छैन तपाईँहरू? विश्वास भएको भए त हामीलाई अहिलेसम्म न्याय पाइसक्थ्यौँ होला नि त। हामीलाई यिनीहरूमाथि विश्वासै छैन। यिनीहरूले केही गर्न सक्दैनन्। निर्वाचनको मिति तोकेको छ नि सरकारले, त्यो मितिमा निर्वाचन हुन्छ? हुँदैन, त्यो हुँदैन। जबसम्म भ्रष्टाचारी बलात्कारी हत्याराहरू समातिँदैन तबसम्म हामी कुनै पनि चुनावमा एग्री गर्दैनौँ। 22 गते जेन्जी पुस्ताले जुन प्रदर्शन गरेको थियो, शान्तिपूर्ण प्रदर्शनमा राज्यद्वारा जुन दमन भयो र त्यसको फलस्वरूप 24 गते यो देशमा आगजनी भयो। 24 गते र 23 गते यो देशको इतिहासमा कसैले बिर्सन सक्दैनन्। जेन्जी पुस्ताले उठाएको मागहरू के थियो? आज त्यो मागहरू कहाँ गयो? जेन्जी पुस्ताकै आन्दोलनका कारण आज कयौँ मान्छे बालुवाटारमा सुतिरहेका छन्, कयौँ मान्छे सिंहदरबारमा बसिरहेका छन्, कयौँ मान्छे झन्डावाला गाडीमा घुमिरहेका छन्। तर जेन्जी जस्ताको त्यस्तै अवस्थामा छन्। जहाँबाट यो सुरुवात भएको थियो आज जेन्जी पुस्ता त्यहीँ बसेको छ। जेन्जी पुस्ता आज पनि सडकमा छन्। यही जेन्जी पुस्ताहरूका कारणले कयौँ मान्छेहरू अहिले स्कटिङवाला गाडीमा घुमिरहेका छन्। ती स्कटिङवाला गाडीमा हिँड्नेहरूलाई आज यी जेन्जी पुस्ताहरूले प्रश्न सोधिरहेका छन्। आज फेरि जेन्जी पुस्ताहरू सडकमा छन्। जेन्जीमा विभिन्न खालका विभाजनहरू मतभेदहरू होलान्, तर जेन्जी पुस्ताको एउटै माग थियो, भ्रष्टाचार विरुद्धको आवाज थियो जेन्जी पुस्ता, सुशासनको पक्षमा थियो जेन्जी पुस्ता, पुराना राजनीतिक दलका कामहरूबाट आजित भएका थिए जेन्जी पुस्ता। तर आज जेन्जी पुस्ताको माग जस्ताको त्यस्तै छ। जस्तो ठाउँमा आज जेन्जी पुस्ता थियो आज त्यही ठाउँमा छन्। यी घाइतेहरूको प्रिपकेसनहरू छ यहाँ राखेको। यो प्रिपकेसनहरू राज्यले कति बेला हेर्छन्? डाक्टरले हेर्नुपर्ने प्रिपकेसन आज सडकमा राखेका छन् जेन्जी पुस्ताले। यो आवाज कसले बोल्दिने? अब सरकारको काम हेरौँ। सरकारको कामबाट अरू त छोडौँ, जेन्जीको सरकार भन्छौँ, तर जेन्जीहरू नै खुसी छैनन्, सन्तुष्ट छैनन्। उनीहरू जुन उच्च स्तरीय छानबिन समिति बनाएका छन् त्यो छानबिनमाथि नै जेन्जीको विश्वास छैन। केही मिटर अगाडि मात्रै नेकपा एमालेको कार्यक्रम रहेको छ र त्यो नेकपा एमालेको कार्यक्रम भइरहँदा यता जेन्जी पुस्ताहरू यो यसरी सडकमा राखेर राष्ट्रध्वज राखेर आफ्नो प्रदर्शन गरिरहेका छन्, आफ्नो आक्रोश आफ्नो असन्तुष्टिहरू पोखिरहेका छन्। यति बेला अस्पतालबाट फर्केका घाइतेहरूसँग हामी कुराकानी गरिरहेका छौँ। हामीसँग हुनुहुन्छ अभिषेकजी, मलाई यो बताउनुहोस् सरकारको कामलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ? कामै भएको छैन, कसरी मूल्याङ्कन गर्ने? यो जुन छानबिन समिति बनाएको छ यो छानबिन समितिबाट तपाईँ सन्तुष्ट हो कि होइन? छानबिन समिति खोइ केही कामै भएको छैन त कसरी सन्तुष्टि हुने त? बाराको सिमरामा जेन्जीमाथि जुन आक्रमण भयो यो आक्रमणलाई यहाँहरूले कसरी लिनुभएको छ? यो जेन्जीको पुस्तामाथि आक्रमण हो कि कुनै व्यक्तिमाथिको आक्रमण हो? त्यो आक्रमण त्यो जुन जेन्जी पुस्ताले जुन गर्यो नि त्यहाँ त्यसले चाहिँ जेन्जीको जुन यो एजेन्डाहरूलाई चाहिँ फेरि रिभाइभ गरिदियो जस्तो लाग्छ मलाई चाहिँ। किनकि सरकारले हाम्रो माग नसुनिरहेको अवस्थामा सिमरामा पनि त्यो तरिकाले एउटा विद्रोह गर्दाखेरि चाहिँ एउटा राम्रो भयो होइन? किनकि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई के प्रश्न छ र अहिलेको प्रधानमन्त्री सुशीला कार्कीलाई के प्रश्न छ? केपी ओलीलाई आफै गएर जेलभित्र जाने एउटा अप्सन छ, प्रधानमन्त्रीलाई उनीहरूलाई थुन्ने अप्सन छ, त्यति हो। आजको यो कार्यक्रम के को लागि हो? यो आजको आन्दोलन चाहिँ मेन के को लागि होइन, यो भ्रष्टाचारीहरूलाई नै कारबाही गर्ने भन्ने कुरा हो। छानबिन आएको आजसम्म के गरिरहेछ त्यही भन्ने कुरा नै हो। जसरी भनेको थियो नि निर्वाचनको मिति तोकेको छ नि सरकारले, त्यो मितिमा निर्वाचन हुन्छ? हुँदैन, त्यो हुँदैन। जबसम्म भ्रष्टाचारी बलात्कारी हत्याराहरू समातिँदैन तबसम्म हामी कुनै पनि चुनावमा एग्री गर्दैनौँ। हाम्रो तर्फबाट चुनाव एग्री छँदै छैन। सरकारलाई तपाईँहरूको के सुझाव छ? हाम्रो माग छिटो पुरा गरिदिनु होला। भ्रष्टाचारीहरू यो जति योभन्दा अगाडि पूर्व गृहमन्त्रीले जतिवटा चाहिँ फाइल खोलेर छोड्नु भयो नि 25वटा, त्यो फाइल त कसैले हामीले सुनेको थिएनौँ नि। त्यो 25वटा फाइल खोल्नु पर्यो। सिमराको घटनालाई यहाँले कसरी लिनु? त्यही घटनाको सपोर्टर हो यो काठमाडौँको घाइतेहरूले सपोर्ट गरेको हो। त्यो गुन्डागर्दी बन्द गर भनेको छ नि, त्यहाँ गुन्डागर्दी गर भने त्यही हो के। छेउमै नेकपा एमालेको पनि कार्यक्रम छ, यता तपाईँहरूको पनि कार्यक्रम छ, यसलाई यहाँले कसरी हेर्नुभएको छ? एमाले यत्रो देशमा यत्रो देशमा चाहिँ
यस्तो विसङ्गति हुँदाखेरि यत्रो मान्छे मर्दाखेरि एमाले कार्यक्रम गर्दै हिँड्ने हो हामी उनीहरूसँग टक्कर लिन आयो घाइते टक्कर लिन आयो हामी घाइते नै होइन सिङ्गो एमालेसँग कुदेल्छु नै भनेर आयो ल सरकारले जसरी फागुनमा जुन निर्वाचनको मिति तोकेको छ नि त्यो निर्वाचनको मिति तोकिसकेपछि त नेताहरू त कार्यक्रम गर्न पाइयो नि कहाँ पाइन्छ सरकार अन्तरिम सरकारले जे तोक्यो त्यही हुन्छ त आन्दोलन गर्ने हामी सरकार पाल्ने हामी होइन सबै थोक हामी गर्ने अनि हाम्रो माग चाहिँ नसेलाइकन चुनाव गर्ने हामीले चुनाव गऱ्यो भने माग कहीँ तेर्सा आज पनि म के देख्छु भने जेन्जी पुस्तामै विभिन्न खालका मतभेद छ गुटफुट छ जेन्जी पुस्ता यदि एक ठाउँ एक ढिक्का भयो भने कति स्ट्रङ हुन्छ तपाईँलाई एउटा कुरा चाहिँ के भन्छु नि दाइ होइन जति पनि यो आन्दोलन यो जेन्जी युनियनहरू छुट्या भन्छ नि मान्छेले त्यो बासमा कोही पनि छुट्याएन सबैको साथ छ हामीलाई तर कयौँको जेन्जीहरूले भन्छ समयमा निर्वाचन हुनुपर्छ कयौँले भन्छ समयमा निर्वाचन हुनु हुँदैन त्यो एउटा सरकार पछि एउटा चाहिँ घाइते पछि भने जस्तो विपक्ष भने जस्तो हो क्या यो उनीहरूले चुनाव जसले भन्दा नि उनीहरूले नि चुनाव चाहेको छैन उनीहरूले नै चाहेकै छैन क्या उनीहरूलाई बोल्न चाहिँ बोल्ने मात्र हो त्यो उनीहरूले सरकारसँग केही काम गर्न चाहेर होला के घाइतेसँग केही सरकारसँग केही काम लिन खोजे होला नै अलिकति सपोर्ट बोले जस्तो मात्र हो क्या त्योभन्दा अरू केही पनि छैन आज पनि जेन्जी पुस्ता सडकमै छन् यी सडकबाटै यी बालबाडी यी घाइतेहरू र जेन्जी पुस्ताहरू आज जसरी सडकबाट आन्दोलन गरे सत्ता परिवर्तन गरे यो सत्ता परिवर्तन केपी ओलीलाई फालेर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनलाई गरिएको आन्दोलन होइन के तपाईँहरू केपी ओलीलाई हटाएर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनु खोज्नु हामीले भ्रष्टाचारीलाई हामीलाई नेतृत्व को छ को चाहिन्छ नेतृत्वले के गर्छ को नेतृत्व आउँछ को प्रधानमन्त्री बन्छ को मन्त्री बन्छ हाम्रो सरकार छैन हामीलाई सुशासनको बाटोमा हिँडाउनु पर्यो देशलाई न्याय दिनु पर्यो नेपाल आमालाई न्याय दिनु पर्यो त्यही हो भ्रष्टाचारी सब जेलमा हुनु पर्यो निर्मला हत्याकाण्डदेखिबाट दरबार हत्याकाण्डदेखिबाट योभन्दा अगाडिसम्म जति पनि भएको हत्याकाण्ड छ नि अब त्यो सबै छानबिन हुनु पर्यो यदि समयमा निर्वाचन भएन भने यो देशले निकास पाउँदैन भन्ने पनि विश्लेषण छ नि किन हामी निकास दिन्छौँ तपाईँको अरू देशमा पनि त भएको त जेन्जी आन्दोलन 2-3 वर्ष भएपछि चुनावमा भयो त निकास भइरहेको त दर्शक पनि हामी घाइतेहरूसँग कुरा गर्ने क्रममा छौँ तपाईँहरू आज यहाँ किन बस्नुपर्ने अवस्था आयो यो देशले केही पनि हामीले बोलेको केही पनि सुनेन अब हामी त्यसको लागि हो अहिलेको सरकार तपाईँहरूको सरकार हो कि होइन होइन हाम्रो सरकार होइन जेन्जीले बनाएको सरकार भन्छ नि त त्यो अब त्यो स्पेकुलेसन मात्रै हो हामीले गरेको केही पनि हामीले भनेको कुरा केही पनि गरेको छैन त्यसलाई हामीले हाम्रो भनेर क्लेम गर्न मिल्दैन मुख्य माग के छ तपाईँहरूको अब जेन्जीहरूलाई न्याय पाउनु पर्यो त्यही हो हाम्रो मुख्य माग भनेको के माग छ तपाईँहरूको आज त्यही हामी जेन्जीहरूको आन्दोलन जनआन्दोलन घोषणा गर्नु पर्यो जति त्यति बेला 23-24 गते जतिले गोली आदेश दिनुभएको थियो त्यो सबैलाई पक्रा गर्नु पर्यो तत्काल छानबिन आयोगको माथि विश्वास छ कि छैन अहिलेको अवस्था हेर्दाखेरि छैन 2 महिना 3 महिना बितिसक्दा पनि त अहिलेसम्म केही गरेको छैन नामको लागि मात्र कि छानबिन आयोग बनेको छ 2 महिना बित्दा पनि अहिलेसम्म नपाएको छैन के आशा गर्नु जेन्जी पुस्ताको आन्दोलन अझै पनि सेलिएको छैन उनीहरूको माग यथावत छ यिनीहरूको माग जायज हो कि जायज होइन यी विषयहरूमा आज हामी केन्द्रित हुन्छौँ केही मिटर अगाडि मात्रै नेकपा एमालेको कार्यक्रम भइरहेको छ र नेकपा एमालेको कार्यक्रम यो बाटो हुँदै आउने खबर पाएपछि घाइतेहरू सडकमा उभिएका छन् र हामीले के जानकारी पाएका छौँ भने सुरक्षा चुनौती थपिएको छ यसले छेउमा जसरी नेकपा एमालेको कार्यक्रम भइरहेको छ नि त्यो नेकपा एमालेको कार्यक्रम उता भइरहेको छ यता तपाईँहरूको कार्यक्रम के भन्न चाहनुहुन्छ जस्तै हाम्रो कार्यक्रम उहाँको कार्यक्रम भन्दा हाम्रो कार्यक्रम छुट्टै छन् होइन जस्तै हामी कार्यक्रम छुट्टै हाम्रो हत्यारालाई कारबाही हुनुपर्छ हामी त्यही माग हो र यो छानबिन हुनुपर्छ भ्रष्टाचारलाई थुनामा जानुपर्छ त्यही हाम्रो माग हो छानबिन समिति बनेको छ नि त छानबिन समितिमाथि विश्वास छ कि छैन तपाईँहरूको विश्वास भएको भए त हामीलाई अहिलेसम्म न्याय पाइसक्थ्यौँ होला नि त हामीलाई यिनीहरूमाथि विश्वासै छैन यिनीहरूले केही गर्न सक्दैनन् अहिलेको छानबिन समिति अहिलेको सरकार अहिलेको छानबिन समिति कसैले केही गर्न सकिरहेकै छैन यदि राज्यले तपाईँहरूको माग पुरा गर्न सकेन भने के गर्नुहुन्छ हामी फेरि अब हामीले जे गर्न सक्छौँ जन आन्दोलन घोषणा गरेर हाम्रो आन्दोलन झन् अगाडि बढाउन हामी उयो नै हुनुपर्छ हाम्रो सिमराको घटनालाई यहाँले कसरी हेर्नुभएको छ जुन सिमराको घटनादेखि जुन युवामाथि हाम्रो जेन्जी युवामाथि त्यो प्रहार गऱ्यो नि त्यो गुन्डागर्दी यहाँ चल्दैनन् यो माइती घरमा चल्दैनन् यस्तो यहाँ भयो भने एमालेको कार्यकर्ता यहाँ नसमेतको गुन्डाहरू यहाँ आयो भने हामी एकदम जवाब दिनेछौँ हामी
तपाईँ त जेन्जी होइन जस्तो लाग्छ के हो म त जेनजीको आन्दोलनको घाइते नै हो घाइते नै हो म घाइते नै हो कार्ड प्राप्त परेको घाइते हो के चाहनु भएको छ के माग छ तपाईँहरूको राज्यले कसरी सम्बोधन गर्नु पर्थ्यो राज्यले जुन चिज सम्बोधन गर्नु पर्थ्यो ठ्याक्कै उल्टो बाटोमा राज्य गइरहेछ हामीले चाहिँ के बुझ्यौँ भन्दाखेरि केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हट्यो उसले आफ्नो प्रतिनिधिहरू चाहिँ यो सरकारमा पठायो आन्दोलनको उपज र आन्दोलनको रगतको इतिहासमा बनेको यो सरकार नै होइन रगतको अझै पनि तपाईँको भनाइअनुसार केपी ओलीकै सरकार हो केपी ओलीको प्रत्यक्ष संलग्नतामा नभए पनि अप्रत्यक्ष रूपमा केपी ओलीकै इसारामा चलेको यो सरकार हो नभइदिएको भए जसरी जेलबाट निक्लिएर 8 घण्टा चाहिँ छानबिन 8 घण्टा चाहिँ उनले बयान दिए रविले त्यसै गरी केपी शर्मा ओली लगायत 5 जनालाई जुन छानबिन समितिले चाहिँ उपत्यका छोड्न चाहिँ अनुमति दिएन ती सम्पूर्णलाई चाहिँ यहाँ कारवाही गर्नुपर्ने युवाहरूलाई जुन आन्दोलनमा होबिएका जुन भ्रष्टाचार हत्या हिंसाको साङ्लोमा बाँधिएको यो सरकार यो देशलाई नै त्यो साङ्लो भत्काउन जाने युवा जमातलाई चाहिँ धरपकड गरिरहेछ तर ती हत्या हिंसा जसले गर्यो ती हत्याराहरूलाई चाहिँ खोइ त छानबिन समितिमा बोलाउन पनि सकिरहेको छैन यो सरकार जेनजी आन्दोलनबाट बनेको सरकार होइन हाम्रो विरोधी हामीले पाएनौँ हामीले पाएनौँ दर्शकबिन विभिन्न नाराहरू असन्तुष्टिहरू जेन्जी पुस्ताको हामी देख्न सकिरहेका छौँ सिमरा घटनालाई यहाँले कसरी हेर्नु भएको सिमरा घटनालाई एकदम गम्भीर रूपमा लिएको छु मैले चाहिँ होइन यो समग्र नेपाली माथि युवामाथिको हमला हो हेर्नुहोस् है यो जेन्जीलाई म त आक्रमण भएको छैन सम्पूर्ण देशको युवा सरकारको कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ सरकारले अहिले पक्रिसकेको कारणले सरकारको कामै अब यस्तो कसरी काम भयो भन्ने भने तपाईँको जुन खुल्ला रूपमा नहिँड्नु पर्ने मान्छेहरूलाई खुल्ला रूपमा हिँडाएको छ पक्राउ पर्न कतिचोटि एउटै मान्छेलाई बारम्बार पक्राउ गरिरहेछ सरकार त अहिले डराइरहेछ क्या सरकारसँग त मुटु नै नभएको जस्तो भयो के छ समयमा निर्वाचन हुन्छ निर्वाचन अब निर्वाचन हुँदैन क्या हामीले निर्वाचनको लागि मात्र लडेको होइन 84को चुनाव 82मा सार्न लडेको होइन हाम्रा केही जायज मागहरू थिए हामीले बारम्बार भन्दै आएका छौँ बारम्बार हामीले मिडिया मार्फत सम्प्रेषण गर्दै आएका छौँ तर पनि सुनवाई भएको छैन सायद यो सरकारको मुटु नै डरो छैन जस्तो छ तर हामी चाहिँ फेरि डराउनेवाला होइन यदि तपाईँहरूको माग पुरा भएन भने फेरि आन्दोलन हुन्छ आन्दोलनकै लागि हो हामी यदि हाम्रो माग पुरा भएन एजेन्डा पुरा भएन 100% आन्दोलन हुन्छ सबैजना हामी यो जेन्जेर आउँछन् फेरि यसको जिम्मा फेरि भोटेहरूले यो केपी ओलीले अहिले तत्कालीन सरकारले लिनुपर्छ हाम्रो माग पुरा भएन भने केपी ओलीलाई के सन्देश छ तपाईँको जेन्जी केपी ओलीलाई भन्दा पहिला म सुशीला कार्कीलाई सन्देश दिन्छु अब यदि आन्दोलन भयो भने कुनै पनि सरकारी सम्पत्ति चल्दैन जल्छ त भ्रष्टाचारीलाई बचाउनेका टाउका चल्छन् भ्रष्टाचारीलाई बचाउनेका घर चल्छन् त्यसमा को आइरहेछ तपाईँले बुझिसक्नुभयो होला अहिले त्यसमा सिधै आज सरकार भनेको 2 महिना 12 दिन भयो 2 महिना 12 दिनसम्म सुशीला कार्कीको सरकारले भ्रष्टाचारीलाई जोगाउने र हत्यारालाई जोगाउने बाहेक के काम गरेर देख्यौँ हामीले केही अहिलेको प्रधानमन्त्रीले नै हत्यारालाई जोगाइरहेको छ जोगाएको देख्नु भएन दोखाएको होइन यो 2 महिना छ 23 गतेको आन्दोलन चाहिँ मान्ने नमान्ने 24 को चाहिँ मान्ने नेपाल सरकार सुशीला कार्कीको सरकारले पहिला बच्चा जन्म त्यसपछि बिहे गर भन्न खोजे हो त्यो छ नेपालमा पोसिबल हुन्छ हुँदैन नि त 23 गतेको कारणले नै 24 गते बिन्जाङ समस्या हो 23 गतेको कारणले नै 24 गते भएको घटना हो यो त बुझिदिनु पर्ला नि त निर्वाचन हुँदैन अहिलेको सरकारलाई के सन्देश छ तपाईँको अहिलेको सरकारलाई मलाई के सन्देशै दिनु छैन उहाँहरूले काम गर्न सक्नु भएन उहाँले जबसम्म काम गर्न सक्नुहुन्न तबसम्म उहाँहरूलाई मैले के सन्देश दिन चाहिनँ उहाँले बस एउटा के जसरी सिमराको घटनालाई यहाँले कसरी हेर्नु भएको छ सिमराको जुन घटना भएको छ पुरानो दल अझै सच्चा छैन उहाँमा अहिले पनि अहङ्कार र घमण्ड छ त्यो अहङ्कार र घमण्ड उहाँहरूको पहिला त्यो मुख्यमन्त्रीमा पनि देखिएको थियो त्यो शपथ लिन चाहिँ होटलमा जानुभएको बेला पनि यो दमन एमालेको कहिले पनि हामीले मान्ने छैनौँ र यो छेउमै तपाईँ एमालेको कार्यक्रम भइरहेको छ उहाँहरू आफ्नै पाराका छन् उहाँहरूले के भन्न सकिँदैन गुन्डाहरूलाई अब सम्झाएर पनि सम्झिने होइन उहाँहरूले गुन्डा गर्दै नै गर्ने हो जहिले के लाग्छ तपाईँलाई समयमा निर्वाचन हुन सक्छ निर्वाचन गर्ने किन अहिले हाम्रो माग पुरा भएकै छैन निर्वाचन गरेर ती पुरानो दल ल्याएर के हाम्रै माथि कारवाही गर्नुले पनि हो तर जेन्जी केही भाइ बहिनीहरूले भन्छ निर्वाचन हुनुपर्छ मागै नपुरा भइकन किन निर्वाचन भने निर्वाचन त भइहाल्छ नि 2 वर्षपछि माग पुरा भएपछि निर्वाचन हो माग पहिला पुरा हुनु पर्यो गुन्डुको गुन्डा करायो
जेन्जीको गुन्डा करायो, गृहमन्त्री डरायो लगायतको नाराहरू जेन्जी पुस्ताले दिइरहेका छन्। यो आवाज सुनौँ। शहीद र घाइतेको माग पुरा गर।